नमस्ते सबैजनामा। आज मैले म्याङ्गोको रेसिपी लिएर आएको छु है। यहाँनिर मैले म्याङ्गो पिल अफ गरेर कट गरेर राखेको छु है। आज चाहिँ खट्टी मिठी बनाऊँ भनेर यहाँनिर चाहिँ मैले मस्टर्ड ओइल लिएको छु। अलिकति मेथी लिनुहोस् होला है। थोरै क्युमिन पनि लिनुहोस्। अनि यो मस्टर्ड सिड्स पनि लिएको छु है, थोरै। यहाँनिर म थोरै ब्ल्याक सिड्स पनि लिन्छु है। अनिखेरि अब बिस्तारै हेर्दै जानुहोस् होला। यहाँनिर अब हामीले लिनेछु ड्राई चिली चिलीलाई पनि हाल्नुपर्ने हुन्छ, जसमा चाहिँ स्पाइसी है, ट्याङ्गी टाइपको फ्लेभर आउँछ है। अनि मजाले बिस्तारै चलाउनुहोस् होला। अब चाहिँ मैले त्यो कट गरेको र म्याङ्गोलाई हाल्नेछु। र म्याङ्गो बिस्तारै हाल्नुहोस् होला। र म्याङ्गो मैले सबै हाल्नेछु अनि बिस्तारै चलाउनु पर्ने हुन्छ, जसमा चाहिँ म्याङ्गो पाकोस्। अब म्याङ्गोलाई छोप्दै पकाउँदै चलाउँदै पकाउनु पर्ने हुन्छ है। बिस्तारै चलाउनु पर्ने हुन्छ। अब चाहिँ म थोरै हर्दी लिनेछु, जसमा चाहिँ यसमा राम्रो फ्लेभर दिन्छ है। अनि अलिकति ब्ल्याक सोल्ट राख्नुहोस् होला है। थोरै हिङ पनि राख्नुहोस् होला, फ्लेभर राम्रो दिन्छ। अनि थोरै म रेड चिली पाउडर पनि लिनेछु। स्वाद अनुसार नुन लिनुहोस् होला। थोरै मैले जिरा धनियाको पाउडर पनि लिएको छु। अब म लिनेछु चिनी है, सुगर, जसमा चाहिँ ट्याङ्गी स्वाद लिनेको लागि है। गुलियो गुलियो पनि हुन्छ, अमिलो पनि हुन्छ, स्पाइसी पनि हुन्छ है। त्यही भएर चाहिँ चिनी पनि लिनुपर्ने हुन्छ। अनि मजाले मिक्स गर्दै पकाउनु पर्ने हुन्छ, मजाले पाक्न दिनुपर्छ। यसमा चाहिँ हामीले पानी नहालिकन मजाले पकाउनु पर्छ। ढक्कन लगाइदिउँ होला है, एक थोपा पनि पानी नराखौँ। खट्टी मिठी बनाएर यतिको भएको छ है। हजुरहरूले यो 4 to 5 मन्थसम्म स्टोर गरेर राख्न सक्नुहुन्छ। अनि हजुरहरूले यो खानासँग रोटीसँग दिन सक्नुहुनेछ। र हजुरहरूले सधैँभरि मलाई साथ सपोर्ट गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। र यति नै भन्दै म मेरो आजको भिडियो समाप्त गर्न चाहन्छु। हुन्छ त सबैजना, बाई बाई।